धेरै पहिलेको कुरा हो। नेपालको कुनै एउटा दुर्गम गाउँमा एक जोडी बुढाबुढी बस्थे। बुढा चाहिँको नाम विष्णु थियो अनि बुढी चाहिँको नाम भने लीला। विष्णु र लीलाको मालती नाम गरेको 8-10 वर्षको एउटा छोरी पनि थिए। उनीहरूको परिवार गरिबै भए पनि निकै खुसी थिए। विष्णु खेतीपाती गर्थ्यो अनि बचेको समयमा खोलामा गएर माछा मारेर ल्याउँथ्यो। यसरी मारेर ल्याएको माछालाई बजारमा लगेर बेच्दा उसलाई राम्रै आम्दानी पनि हुन्थ्यो। एक दिनको कुरा हो, साँझ छपक्क भइसकेपछि विष्णु माछा मार्न भनेर खोलातिर जाने तर्खर गर्न लाग्यो। त्यति नै बेला लीलाले भन्दछे, होइन है बुढा, सधैँ राति राति खोलामा के जान्छौ? आज घरमै आराम गर। दिउँसोदेखि सन्चो पनि छैन भनेर भन्दै थियो, भइगयो आज नजाऊ। बुढीको यस्तो कुरा सुनिसकेपछि विष्णुले भन्यो, होइन के भन्छ यो आइमाई, माछा मार्न नगएर पेट कसले पालिदिन्छ? यसो 2-4 पैसा पनि जोगाउनु पर्यो नि। छोरी पनि ठुलो हुँदैछ। अब आउने दसैँमा तँलाई एउटा नयाँ फरिया किनिदिने ठुलो रहर छ। अब त्यत्तिकै पैसा त आकाशबाट नबर्सेला। यति भनेर विष्णु आफ्नो बाटो लाग्यो। तर उता लीलालाई भने कता कता मनमा डर लागिरहेको थियो अनि उसले भन्न थाली, ए बुढा पख पख। अनि ऊ दगुडेर गएर आफ्नो पैतालाको टीका बुढालाई लगाइदिए अनि आफूले लगाएको एउटा चुरा बुढाको खल्तीमा हालेर भन्न थाली, लु यसलाई पनि लिएर जाऊ। आफ्नो बुढीको यस्तो चर्तिकला देखिसकेपछि विष्णुले भन्न थाल्यो, होइन यो बुढीले के गर्छे? तेरो चुरा मलाई के गर्नु? त्यसपछि लीलाले भन्छे, अब रात बिरात खोला नालातिर जान लागेका छौ, त्यही भएर दिएर पठाएकी नि। मैले सुनेको धागो चुरा लिएर हिँड्यो भनेदेखि चुडेल डङ्किनीहरू पछि लाग्दैनन् रे। बुढीको यस्तो कुरा सुनेर विष्णुले हाँस्दै भन्न थाल्यो, हे भगवान, यो स्वास्नी मान्छेको जात पनि बुझेर बुझिन सक्नु छ। यति भनेर ऊ आफ्नो बाटो लाग्यो। यसरी बाटोमा जाँदा जाँदा एउटा जङ्गल पनि पर्थ्यो। विष्णु भने बिडी सल्काउँदै जङ्गलको बाटो हिँडिरहेको थियो अनि केही पर पुगिसकेपछि उसले आफ्नो पछाडि केही खस्रा खुस्रुक्क गरेको आवाज सुन्यो। तर पछाडि फर्केर हेर्दा भने त्यहाँ केही पनि थिएन। तैपनि जङ्गलमा कोही जनावरहरू होला भन्ने विचार गरेर उखुरुखुरु आफ्नो बाटो लाग्यो। यसरी केही समय हिँडिसकेपछि खोला पनि देखा पर्यो अनि उसले आफूले सल्काएको बिडी त्यही फालेर काँधमा राखेको जालोलाई खोलातिर फाल्न थाल्यो। यसरी 2-3 चोटि जाल हानिसकेपछि उसले वरपर रहेको केही दाउराहरू बटुलेर सलाई कोर्न थाल्यो। तर चमकको कुरा, जति नै पटक सलाई कोरे पनि उसले आगो भने बाल्न सकेन। यो देखेर उसलाई साह्रै अचम्म लाग्यो अनि ऊ थचक्क एउटा ढुङ्गामा बसेर भन्न थाल्यो, होइन आज यो सलाईलाई के भएको छ? जति गरे पनि बल्दैन बा। सलाई ओसेर नबलेको भनौँ भने सलाई पनि ओसेको छैन। त्यसपछि विष्णुले फेरि माछा मार्न पर्यो भनेर जालो खोलातिर हाल्न लाग्यो। पूर्णिमाको रात हुनाले जुन टह टह लागिरहेको थियो। त्यही जुनको कोमल उज्यालोमा उनी एक्लै जाल हानिरहेका थिए। त्यहाँ खोलाको एकहोरो स्वा स्वा आवाज बाहेक बेला बेला जाल हान्दा आउने छप्लाङ छप्लाङ आवाज बाहेक अरू कुनै आवाज थिएन। त्यसपछि विष्णुले आफ्नो जालोलाई पाखा निकालेर माछा निकाल्न थाल्यो। तर अफसोसको कुरा, यो पटक भने जालमा एउटा पनि माछा परेनछ। यो देखेर उसलाई दिक्क लाग्यो अनि उसले भन्न थाल्यो, होइन आज यो के देखाउँदैछ? भोक पनि लाग्न थालिसक्यो। एउटा माछा पोलेर खाउँ भनेको न त सलाई पोल्छ न त माछा नै जालमा पर्छ। अघिसम्म त्यत्रो माछा परेको होइन, यी सबै माछाहरू कहाँ मुन्टेछन्? विष्णु यस्तै यस्तै गन्थन गर्दै थिए। त्यतिकैमा उसले परबाट केही आवाजहरू सुने। त्यो आवाज केही नभएर घोडाको टापको थियो अनि उनले मनमा नै सोचे, होइन यो राति राति घोडाको टापको आवाज कहाँबाट आइरहेछ? यो गाउँमा मुखिया बा बाहेक अरू कसैसँग घोडा छैन। हन यति राति राति मुखिया बा कहाँ घर आएछन्? उनले यति भनेर पछाडि फर्केर हेरे
तर अचम्मको कुरा त के भयो भने त्यहाँ न त घोडा थियो न त मुखिया बा। त्यतिकैमा कहाँबाट पो हो एक्कासी चिसो हावा आयो अनि त्यो घोडाका आवाजहरू झनै तेजीसँग विष्णु भएतर्फ आउन लाग्यो। नभन्दा एक्कासी परबाट उसले घोडा आफ्नै भएतिर आइरहेको देख्यो अनि यसो निहालेर हेरेको त जुनको ठहमा उसले देखे कि घोडामाथि एउटा मान्छे पनि सवार छ। तर अचम्मको कुरा चाहिँ के भने त्यो मान्छेको टाउको भने उनले आफ्नै हातले समातिरहेको थियो। यस्तो दृश्य देखिसकेपछि विष्णु खङ्राङ खुङ्रुङ भयो अनि त्यसपछि विष्णु हतनपत एउटा चट्टानको पछाडि गएर लुक्यो। त्यति बेला उसको मुटु नै बाहिर निस्केला जस्तो गरेर थक्थकाइरहेको थियो अनि ऊ डरले निकै कामी पनि रहेको थियो। त्यतिकैमा त्यो घोडामा आएको मुर्कुटा विष्णु लुकेको चट्टानकै अगाडि आएर टक्क अडियो अनि एक्कासी त्यो मुर्कुटा हाँस्न थाल्यो। बिचरा उता विष्णु भने आफूले जानेका सबै देवी देवतालाई भाग्न थाल्यो र आजै मेरो अन्तिम दिन रहेछ भनेर सोच्न थाल्यो। त्यसको केही समयपछि उसले फेरि घोडाको टापको आवाज सुन्यो अनि बिस्तारै लुकेर हेर्दाखेरि उसले त्यो मुर्कुटालाई जङ्गलको बाटो गइरहेको देख्यो। त्यसपछि बल्ल विष्णुलाई अलिकति सास आयो अनि ऊ हतनपत आफ्नो जाल लिएर घरको बाटोतिर हिँड्यो। यसरी हिँड्दाखेरि फेरि खोलापट्टिबाट कोही रोइरहेको आवाज आयो अनि विष्णु पछाडि फर्किँदै नफर्किकन फटाफट आफ्नो घरको बाटोतिर हिँड्न थाल्यो। यसरी आफ्नो घरको बाटो जाँदा बिचमा एउटा बाँस छाङ पनि आउँथ्यो। त्यसै बाँस छाङमा पुगिसकेपछि ती बाँसका छाङहरू मजाले हल्लिन थाले। पहिले नै मुर्कुटाले सातो लगिसकेको विष्णुको बाँसका छाङहरू बिना हावा नै यसरी हल्लिएको देख्दा उसको पैताला मुनिबाट जमिनै भाँसे जस्तो भयो अनि ऊ झन् बेगले दौडिन थाल्यो। त्यस बाँस छाङमा राति भएपछि तर्साउँछ भन्ने कुरा त विष्णुले पहिले पनि सुनेको थियो तर ऊ भूत प्रेतमा खासै विश्वास नगर्ने भएको कारणले गर्दा यी गाउँलेहरूले तर्साउनका लागि मात्र भनेको हुन् भनेर सोच्ने गर्थ्यो। तर आज दुईवटा घटना एकैचोटि घटेको देख्दा उसको भूत प्रेतप्रतिको अविश्वास विश्वासमा परिणत भएर आयो। त्यसपछि ऊ हतनपत घर पुगेर घरको ढोका ड्याम्म लगायो। यसरी उसले ढोका लाउँदाखेरि उसको बुढी लीलाको पनि निन्द्रा खुल्यो अनि ऊ तल आएर हेर्छ त आफ्नो बुढालाई पसिनै पसिना भएर आत्तिएको देखेर ऊ पनि आत्ती अनि आत्तिँदै सोच्न थाली, होइन है बुढा, के भयो? किन यस्तो पसिनै पसिना भएको? भूत देख्यो कि क्या हो? तर विष्णुले बुढी डराउली भनेर केही पनि भनेन। के होइन, दौडेर आएर पसिना पसिना भएको हुँ, जा सुत। लीलालाई आफ्नो बुढाको चढ्ते कला निकै अनौठो लाग्यो। कहिले पनि माछा मार्न जाँदा यति छिटो नआउने अनि यसरी हस्याङ फस्याङ गर्दै आएको देखेर उनलाई मनमा कता कता शङ्का लाग्यो। तर बुढाले के होइन भनेर हकारेपछि ऊ सुत्न गई। त्यसपछि विष्णुले हतनपत आफ्नो खल्टीबाट सलाई निकालेर बिडी सल्कायो। अघिसम्म नबलेको सलाई यसरी घरभित्र आउँदाखेरि बल्यो र ऊ ढोकामै बसेर बिडी तान्दै धुवा छोड्न थाल्यो। यसरी एकैछिन बिडी खाइसकेपछि बल्ल उसलाई सास आयो। त्यसपछि ऊ सुत्न पर्यो भनेर भर्याङबाट माथि चढ्दा भान्सामा एक्कासी खन्डाङ खुन्डुङ्ग गरेर भाँडाकुँडा बजेको आवाज आयो। त्यसपछि त के चाहिएको थियो र? अनि उसले लौ बिताउने भयो भनेर हतनपत कोठामा गएर ढोका लगायो अनि ओछ्यानमा गएर गुट्टु मुटु परेर सुत्यो। बिचरा विष्णुलाई के निन्द्रा लाग्थ्यो र? ऊ कहिले भोलि बिहान होला भनेर भगवानको नाम जप्दै बसिरहेको थियो। उता विष्णुको बुढी भने खोर्दै निदाइरहेकी थिए। त्यो रातभरि विष्णुको घरमा कहिले कोही दौडेको आवाज आउँथ्यो त कहिले भान्साको भाँडाकुँडा गनाङ गुन्डुङ्ग गरेको आवाज आउँथ्यो अनि कहिले कोही रोएको आवाज आउँथ्यो। बिचरा विष्णु रातभरि डरले सुतेको थिएन। जब बिहान पख हुन थाल्यो विष्णु भुसुक्कै निदाएछन्।
अनि बुढी चैले पनि बुढा रातभरि माछा मारेको कारणले गर्दा थकाइले निदाएका होलान् भनेर उनलाई उठाइनिन्। उता लीला पनि बिहान उठेर खरलिपोत गरेर पानी लिन भनी पँधेरातिर गइन्। अनि पँधेरोबाट फर्केर आउँदासम्म बुढा सुतिरहेको देखेर लीलालाई निकै अचम्म लाग्यो। अनि उसले गएर बुढालाई उठाउँदै भन्न थाली, बुढा बुढा, होइन कति सुतिराखेको, उठ्नु पर्दैन भन्या, खाम टाउको माथि आइसक्यो, गाई दुनु पर्ने, मैले दुन खोजेको लात्तीले हानेर दुनै दिदिन, अब तिमीले एक हाते पारेका छौ, गएर दुध दुहाउ। बुढीले यति कराइसकेपछि विष्णुले बिस्तारै आँखा खोल्यो। यसरी उठ्दा विष्णुको टाउको फुट्ला जस्तो भएर दुखिरहेको थियो अनि उनलाई हन्हन्ती ज्वरो पनि आइरहेको थियो। बुढा चाहिँको यस्तो हालत देखेर बुढी चाहिँले भनी, होइन है बुढा, तिमीलाई त निकै ज्वरो आइरहेछ, के भयो? हिजो सधैँ मान्छे माछा मार्न गएको, राति पनि हस्याङ फस्याङ गरेर आएका थियौ। बुढीले यति भनिसकेपछि विष्णुले बुढीलाई राति भएको सबै घटनाहरू सुनायो। बुढाको कुरा सुनिसकेपछि लीलाले भनी, आमै बुढा, तिमीलाई त वायुले छोएछ, म गएर थामीबालाई छट्टै बोलाएर लिएर आउँछु। अनि यस्तो कुरा त हिजै राति भन्नु पर्दैन। लीला विष्णुलाई कराउँदै रिसाई। अनि विष्णुले भन्यो, भन्न त हुन्थ्यो नि बुढी, त पनि डराउलिस् कि भनेर नभनेको। अनि झन् त्यो माथि रातभरि तर्साएर सुत्न पनि दिएको छैन। विष्णुले यति भनिसकेपछि लीलाले छोरी मालतीलाई बोलाई, मालती, मालती, यहाँ आइज। छोरी पनि एकैछिनमा कोठामा आइपुगी अनि भन्न थाली, किन बोलाउनु भएको आमा? अनि लीलाले मालतीतिर हेर्दै भनी, जा छट्टै गएर धामीबालाई बोलाएर लिएर आइज। अनि धामीबालाई अहिले नै आउनु भन्नु। त्यसपछि मालतीले पनि हस् भनेर त्यहाँबाट डगुरेर धामीबाको घरतिर लागे। उता धामीबा भने पूजामा बसेका थिए। त्यही भएर मालती आँगनीमा बसेर धामीबालाई कुर्न थाली। धामी पूजा सकेर बाहिर निस्किए अनि मालतीलाई आफ्नो आँगनमा देखेर उनले सोधे, हन मालती, एका बिहानी किन आइस्? त्यसपछि मालतीले भनी, धामीबा, हाम्रो आमाले भन्नुभएको छट्टै आउनु रे, खोइ बालाई सन्चो भएन भन्दै हुनुहुन्थ्यो, छट्टै आउनु भनेर भन्नुभएको छ। मालतीको यति कुरा सुनिसकेपछि थामीले पनि ल एकैछिन बस्दा गर है त भनेर घरभित्र गए। अनि आफूलाई चाहिने सामानहरू झोलामा हालेर मालती सँगै विष्णुको घरतिर लागे। ती धामी निकै जान्ने भएका कारणले गर्दा उनको नाउँ 7 गाउँ प्रख्यात थियो। यसरी एकैछिनमा उनीहरू विष्णुको घरमा पुगे। यसरी विष्णुको घरमा पुग्दाखेरि विष्णु भने ओछ्यानमा थलिएर बसिरहेको थियो। उनलाई काम ज्वरो आएको थियो। अर्धबेहोसी हालतमा ऊ के भनेर बरबराइरहेको थियो। त्यसपछि लीलाले धामीबालाई आएको देखेर राति भएका सम्पूर्ण कुराहरू धामीबालाई सुनाइन्। त्यसपछि धामीबाले लीलालाई अलिकति चामल ल्याउन भने। त्यस चामललाई धामीबाले विष्णुको टाउकोदेखि खुट्टासम्म पुछेर जोखाना हेर्न थाले। यसरी जोखाना हेरिसकेपछि धामीले भने, लौ लीला, ती मुर्कुटाले त विष्णुको सातो लिएर गएछ। अब जसरी हुन्छ छिटोभन्दा छिटो त्यो सातो फर्काउन पर्छ। धामीको यस्तो कुरा सुनिसकेपछि लीलाले भनिन्, लौ न धामीबा, अब के गर्ने होला त? अनि धामीले भन्दछन्, चिन्ता नगर लीला, यसको तोड आज बेलुकै म निकाल्छु, बरु एउटा कालो भालेको व्यवस्था गर। त्यसपछि धामीले के हो के मन्त्र जपेर विष्णुलाई फुकी एउटा बुटी लगाइदिए अनि लीलालाई भने, ल लीला, अहिलेलाई म जान्छु, बेलुकातिर आउँछु, मैले भनेको भाले तयार गरेर राख्नु। यति भनी धामी त्यहाँबाट हिँड्यो। उता विष्णु थलिएको खबर सारा गाउँभरि फिजिसकेको थियो। अनि जब साँझ पख भयो, विष्णुको घरमा सारा गाउँलेहरू जम्मा भइसकेका थिए। धामीबा पनि त्यति नै बेला टुप्लुक्क आइपुगे। त्यसपछि उनले के हो के मन्त्र जप्दै ठ्याङ्ग्रो ठटाउन थाले। यसरी ठ्याङ्ग्रेको आवाजले पुरै घर थर्किरहेको थियो। त्यसपछि धामीले एउटा सालको पातमा पिठोबाट केही मान्छेको आकृति जस्तो पुतला बनायो अनि विष्णुको केही कपालहरू निकालेर त्यही पुतलामा गाड्यो अनि सीतातर्फ हेर्दै भन्न थाल्यो,
ल सीता, मलाई विष्णुको केही कपडाको टुक्रा छ भने ल्याएर देऊ। लीलाले पनि तुरुन्तै विष्णुको केही कपडाका टुक्रा ल्याएर थामीबालाई दिई। अनि थामीले त्यसै सालको पातमा कपडाको टुक्रा पनि राख्यो। अनि भन्न थाल्यो, लौ अब यहाँ गर्ने काम त सकियो। अब हामी विष्णुले माछा मारेकै ठाउँमा गएर त्यो मुर्कुटासँग विष्णुको सातो खोसेर लिएर आउनुपर्छ। डह्रो मन भएका 7 जना मान्छेहरू मसँग हिँड। थामीले यति भनिसकेपछि गाउँका 7 जना ठिटाहरू हामी जान्छौँ भनेर जान तयार भए। अनि थामीले उनीहरूलाई हेर्दै भन्न थाले, तिमीहरू जान त जान्छौ भन्यौ, तर मन निकै डह्रो बनाउनु। फेरि तिमीहरू त्यहाँ अलिकति पनि हिचकिचाएर डरायो भनेदेखि सिधै परधाम पुग्छौ, अहिले नै भनिदिएको छु। अनि जब सातो खोसेर हामी फर्कन्छौँ त्यति बेलामा छुक्केर पनि पछाडि फर्केर नहेर्नु। यति भनेर थामीले ती 7 जनाको हातमा बुटी बाँधिदिए र ठ्याङ्ग्रो ठोक्दै उनीहरू खोलाको बाटोतिर लागे। यसरी खोलामा पुगिसकेपछि थामीले त्यो कालो कुखुराको बलि दिए। अनि त्यो कुखुराको रगतलाई बनाएको पुत्लामाथि हाले। यसो गर्दाखेरि त्यहाँ कोही रोए कराएको आवाज आयो। अनि खोला पारीपट्टि हेर्दाखेरि एउटा घोडा थियो। र घोडामाथि त्यही टाउको हातमा लिएको मुर्कुटा। यो देखिसकेपछि थामी निकै कामेर जोड जोडसँग ठ्याङ्ग्रो बजाउन थाल्यो। अनि के हो के मन्त्र जप्न थाल्यो। ती मुर्कुटा पनि कहाँ कम थिए र। ती थामी र मुर्कुटा बीच मन्त्र र तन्त्रको घमासान युद्ध भयो। आखिरमा थामीले विष्णुको सातो मुर्कुटाबाट लिन सफल भयो। यसरी थामी सातो लिन सफल भइसकेपछि मुर्कुटाले हार मानेर त्यहाँबाट गयो। अनि थामीले पनि मानिसहरूलाई इसारा गरेर उनीहरू ठ्याङ्ग्रो बजाउँदै विष्णुको घरमा आए। सबै गाउँलेहरू आँगनको वरिपरि बसेर यो रमिता हेरिरहेका थिए। त्यसपछि थामीले ती 7 जना मान्छेहरूलाई विष्णुलाई दैलामा ल्याउन भन्यो। यसरी उनीहरूले विष्णुलाई समाएर ल्याएर दैलामा राखे। अनि लीलालाई थामीले गिलासमा पानी ल्याउन भन्यो। लीलाले पनि तुरुन्त गिलासमा पानी लिएर आई। त्यसपछि थामीले पानीमा के फुके जस्तो गरेर विष्णुको सातो त्यही पानीमा मिसाएर उनलाई पिउन दियो र एउटा कुचो लिएर विष्णुको शरीरमा 7 चोटि हान्यो। यति गरिसकेपछि विष्णुलाई फेरि कोठामा लगेर सुतायो। अनि थामीले लीलातिर हेर्दै भन्यो, ल लीला, विष्णुको सातो मैले फर्काइदिएको छु। आजको रात जसो तसो गरेर काट्न सकियो भनेदेखि भोलि विष्णु ठिक हुन्छन्। अनि लीलाले भन्दछे, होइन थामी बा, सातो फर्काइसकेको भनेको होइन। अनि आजको रात जसो तसो काट्नु पर्नेको अर्थ के हो? मैले त केही कुरो बुझिनँ नि। त्यसपछि थामीले भन्दछन्, त्यो मुर्कुटासँग मैले जसो तसो गरेर सातो त फर्काएर लिएर आए। त्यस मुर्कुटाले आफ्नो हार सहन नसकेर फेरि विष्णुको सातो खोज्न सक्छ। त्यही भएर आजको रात निकै सतर्क भएर बस्नुपर्छ। तिमी चिन्ता नगर, आज रातभरि हामी यहीँ जागराम बस्छौँ। त्यो रात सबै गाउँलेहरू विष्णुकै आँगनीमा ध्वनि जगाएर बसे। रातभरि विष्णुको घर वरिपरि घोडा दगुडेको आवाज सुनियो। त्यही कारणले गर्दा थामी पनि रातभरि ढ्याङ्ग्रो ठटाएर मन्त्र जपेर बसे। जब बिहान पख भयो, घोडा दगुडेको आवाज पनि बन्द भयो। अनि सबै गाउँलेहरू पनि बिस्तारै आफ्नो घरतिर लागे। त्यसपछि थामी बाले भने, ल लीला, अब भने खतरा टलिसक्यो, म पनि जान्छु। बेलुकातिर आएर फेरि एकचोटि फुकिदिउँला। यति भनेर थामी पनि आफ्नो घरतिर लाग्यो। यसको केही समयमा नै विष्णुले बिस्तारै आँखा खोल्यो। अनि लीलाले उतिर हेर्दै सोध्न थाली, बुढा अहिले कस्तो छ? अनि विष्णुले जवाफ दिन्छन्, खै अब कस्तो भन्नु, टाउको अलि दुखिरहेछ, अनि कमजोरी पनि महसुस भइरहेछ। अनि लीलाले भन्दछे, ल चिन्ता नगर, थामीबाले सबै कुरा ठिक गरिदिसके, अब बिस्तारै ठिक हुन्छौ। अब पनि मैले भनेको नमानी राति माछा मार्न जान्छौ कि? त्यसपछि विष्णुले भन्दछन्, भोबा कान समाते, अब त मरि गए पनि राति त्यो खोलाको छेउमा पनि जान्न। बरु एक छाक मात्र खाएर भए पनि बाँचौला।
आफ्नै ज्यान रहेन भने जति नै कमाए पनि के गर्नु। त्यसपछि विष्णु बिस्तारै ठिक हुँदै गए। त्यसपछि विष्णुले राति खोलामा माछा मार्न त के, उनी सकेसम्म खोलाको छेउछाउ पनि जाँदैनथे। कस्तो लाग्यो त हजुरलाई आजको कथा? कृपया कमेन्टमा मेन्सन गर्नुहोला। अनि कथा मन पर्यो भने प्लिज लाइक र सेयर पनि गरिदिनुहोला। र यो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर पनि साथ दिनुहोला। यहाँहरूको सब्स्क्राइबले मलाई अरू पनि यस्तै कथाहरू बनाउन धेरै प्रेरणा मिल्छ। यति भन्दै अहिलेलाई पनि बिदा चाहन्छु। बिदा दिनुहोस्। नमस्ते।